प्रश्न गर्छु कि फेरि भन्छ कि त हु लेट द डग आउट बता Who let the dogs out? बता यो कुरा भयो छोडिदियौँ छोडिदिउँ किन यार त्यो छुटेको कुर्ता आएर टोकिदियो भने तिमी जिम्मेवारी लिन्छेस हु लेट द डग आउट बता अब के काटिलियो भने के अब न चब बता न हु लेट द डग आउट कुकुरको कुरा छोडौँ यहाँलाई के कुकुरको छोरा कुरा छोरो हुन्छ गधा जस्तो पत्रकार छ के यार भनेपछि यहाँलाई केही पनि कुरा एक्साइटमेन्टै लागेन के एक्साइटमेन्ट छ यहाँ हुन्छ कि तातो कुत्ता खान्छ मान्छे हट डग तातो कुत्ता यो कुन खानाको नाम हो खान्छ बर्गर कुनै के एउटा हुन्छ सलामी खान्छु हेर यार दिनरात हामीलाई गाउँमा सलामी दिन्थ्यो यहाँ सलामी खान्छ यो कुन खाना हो बता कुन खाना हो हामी दाल भात पावर 24 आवर यो हो खाना हेर्न साप सुकिहालेछ यो Hot dog. पुरा हटे डग खाएछ साप हेर छेछराइकन मुख हेर्न रे पोलियोको ब्रान्ड एम्बेसडर साला दिमाग खराब गरिदिएछ कपाल हेर्न कोही लाग्छ पान खाएर थुकिदियो के गरेछ बाबु आफ्नो हालत त सुधार बाबु हटे डग नखा ताते कुत्ता खाँदा खाँदा त्यस्तै भइहालेछस् के हालत हेर केही खान पाँदैन त जहर खाइले यस्तो शरीरमा कपाल पनि कुकुरकै पुच्छर जस्तो अब त बिचमा किन खपिरहेछ मार मुछस् घरमै घुसस् साला एक फर्काइदिन्छु तेरो को बोलिरहेछ यहाँ त बाबु के रे बाबु यो कपालमा खिया लागेछ खाक्सी लगा न यो यहाँको फेसन हो यो कुन फेसन हो साला हाम्रो त चोर पक्राएपछि यस्तो कपाल काटिदियो नागा बगलो यस्तो पत्रकार के हो र को हो यार यो आमको गाँसीमा पैदा भएछ जस्तो छ के भो भन